हेलो साथीहरू, स्वागत छ मेरो सानो भ्लगमा। र आज हो मङ्गलबार र आज म बिहानै उठेर किचनमा गएर डल्लै काम सकेँ। त्यसको पछि चाहिँ म पनि नुहाइ गरेँ र म नुहाइ गरेको बाद मेरो छोरीलाई पनि मैले नुहाइदिएँ र त्यसको पछि ऊ हेर्नु जाडोले काट्दैछ। अन्त त्यसको पछि उसलाई मैले स्कुलको लागि रेडी गरिदिएँ। रेडी गरेको बाद जे छ मैले उसलाई ब्रेकफास्टहरू खानु दिएँ। खाएको बाद उसले ब्रेकफास्टहरू खायो र त्यसको पछि म पनि स्कुलको लागि रेडी भएँ र रेडी भएको बाद त्यसको पछि मेरो जो छोरीको टिफिन छ यो यस प्रकारको छ र मैले यसमा आज बाउली अन्त चाहिँ म्याङ्गो दिएको थिएँ र यो मेरो टिफिन हो। आलु भुजिया र चाम्रे भात अन्त काँक्रा यानि कुकुम्बर लगेको थिएँ। त्यसको पछि मैले पनि ब्रेकफास्ट गरेँ। अन्त गरेर म र अश्वी हामी स्कुलतर्फ लाग्यौँ र यहाँनिर अश्वी छ र म पनि छु। हामी स्कुल जाँदैछौँ र तपाईँहरूलाई मेरो यस्तो सानो भ्लगहरू कस्तो लाग्दैछ प्लिज भनिदिनु होला र साथैमा जो नयाँ छ तिनीहरूले मलाई प्लिज फलो गरिदिनु होला। बाई बाई।